ल आज पनि लागौँ है त मसँगै प्र्याक्टिकल इक्जाम दिनलाई। म चाहिँ बिहान नै रेडी भएर मिरर सेल्फी लिइरहेको थिएँ। अनि त्यसपछि चाहिँ म निस्किएँ घरबाट। यस्तो शीत परिरहेको थियो, अति नै जाडो अनि मैले यहाँनिर त्यही भनिरहेको छु। अनि मैले ढोगेँ बेलबुटालाई, मेरो डेली रुटिन। अनि त्यसपछि चाहिँ यहाँनिर चाहिँ म प्र्याक्टिकल इक्जाम दिन जाँदैछु भनेर भनिरहेको थिएँ। एकदमै नै जाडो थियो। अनि म चाहिँ बजार पुगिसकेँ, अटोबाट चढेर गुटुङटुङ हिँड्दै जाँदैछु। निशा अलि बेर गर्छु भनेतिर एक्लै हिँडिरहेको छु। अनि त्यसपछि चाहिँ यहाँनिर निशालाई वेट गर्दै थिएँ। अनि फुलको भिडियो पनि लिइहालेँ, कति राम्रो फुल है। अनि त्यसपछि चाहिँ यहाँनिर हामी पुग्यौँ कलेज। यहाँनिर चाहिँ हाम्रो गफ चलिरहेको थियो। गुड मर्निङ त्यो त भोइस ओभर अब हजुरहरु सन्चै हुनुहुन्छ होला। म त पक्का सन्चै छु। अलिअलि बिहानको शीत लाग्ला। म त पक्का सन्चै छु। म ठिक छु गाइस। अनि त्यो बानी लागेको क्या, म ठिक छु, म सन्चै छु भन्ने। कमल लाग्यो देखाएको छैन नि। कमल देखाएको छैन नि होइन क्या। मैले त्यस्तो नानी पनि किनेर आउँदाखेरि त्यही हो गाइस, हामी कलेज आइपुग्यौँ। अब त्यसपछि अब अरू के हुन्छ भनेर अहिले एकछिन देखाउँछु। हामी सरस्वती माताको मूर्तिलाई ढोक्याम मैले। अनि यहाँनिर चाहिँ केटीहरू आएर बसिसकेका थिए हाम्रो कोअर्डिनेटर सरको रुममा। अनि आजको प्र्याक्टिकल चाहिँ एकदमै नै राम्रो भयो क्या। थ्याङ्क यू सो मच सर होइन, आज हजुर आउनुभयो, हामीलाई यति कम्फर्ट फिल गराइदिनु भयो नि। अनि इक्जाम राम्रो भइसकेछ, यहाँ हामी रिल्स बनायौँ एकछिन। अनि त्यसपछि चाहिँ आज हाम्रो हार्डवेयरको सेसन थियो। सो खाना खानको लागि चाहिँ आसमाको रुममा गएको थियौँ हामी। यस्तो रमाइलो गऱ्यौँ एकछिन। यहाँ सब घाममा मस्त पाराले सुतेर एकछिन। अनि हामी आज जगदीश छुट्टी भिडियो बनायौँ, रमाइलो गऱ्यौँ। सबले नमस्ते गर भने चुनावमा भोट दिनलाई भनिरहेको थियौँ। अनि यहाँ चाहिँ हाम्रो हल्का रमाइलो। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो हार्डवेयर सेसन पनि सुरु भयो 2 बजेबाट। अनि त्यसपछि यहाँ चाहिँ हामीले सिकाइरहेका थियौँ कसरी जोड्ने भनेर भाइ बहिनीलाई। अनि उनीहरूले आफै गर्न थाले। एकदमै नै खुसी लाग्यो कि यो यिनीहरूको एफोर्ट देखेर होइन, उनीहरूको सिक्न चाहने इच्छासँग चाहिँ म एकदमै नै धेरै प्रभावित भएँ। अनि त्यही हो, यहाँनिर चाहिँ हल्का फोटोहरू छन् आजको सेसनको। अनि त्यसपछि त्यही हो गाइस कहानी। एकदमै नै रमाइलो भयो आजको दिन ओभरअलमा भन्नुपर्दा चाहिँ। सो आजलाई चाहिँ यति नै, बाँकी अर्को भिडियोमा।